ब्याक गाइस पार्ट 2 मा फेरि स्वागत छ तपाईहरुको। अनि गाइस अहिले चाहिँ म भन्दाखेरि करीमा छु हैन। दिल्लीमा एक टिप ढुङ्गा गिरा आयो। यहाँ लोकल गरे दुई टिप। अब तीन टिपमा सुरु हुँदैछ। अनि गिटी एक टिप त गिराको थियो बिहान हैन। अनि खाना खायो अरे ढुङ्गा गिराएर आएको। अनि अब लोड हुँदैछ, दाजुले गर्दैछ। अनि हाम्रो भाउजूको भाइ पनि हाम्रो सल्टा र दाजु जेसीबीमा अनि लोडिङ हुँदैछ। लोडिङ गिराएर बेलुका छुट्टी गर्नुपर्छ। अस्तिबाट रेस पनि छैन, कुदेको छ भइरहेको छ। तै पनि के गर्नु, ड्राइभर मान्छे हो, नकुदे यो चिज नघुमे मेरो घरमा भात पाक्दैन भने जस्तै हो। यो घुम्छ र यो चोली राख्नु मात्रै हो, भात पाक्नु र भात खानु पाउनुलाई र पैसा पाउनुलाई। पैसा कमाउनु धेरै साह्रो छ गाइस, जिन्दगीमा गाह्रो छ। तै पनि जिन्दगी तगारो हो भने जस्तै हो, गर्नु त पर्छ है गाइस। अनि ब्लग कस्तो लाग्छ होला तपाईहरुलाई भनिदिनु होला। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला च्यानललाई। अनि युट्युब च्यानल, फेसबुक च्यानल अनि इन्स्टाग्राम च्यानल तपाईहरुको धेरै धेरै धन्यवाद। अनि आजको लागि यति नै। अनि हस् त, जय हिन्द, जय गोर्खाली, गुड नाइट, लभ यु अल, बाइ बाइ।